सम्पूर्ण साथीहरूलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। प्रिभियस पार्टमा हामीले चाहिँ पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4 पढिसक्यौँ। आज चाहिँ अल्जेब्रा, युनिट अल्जेब्रा अनि च्याप्टर फ्याक्टराइजेसनको पार्ट 5 हो। सो प्रिभियसली मैले क्वेसन 1 to 7 सम्म प्रिभियस पार्टमा सल्भ गरिसकेँ। आज चाहिँ पार्ट 5 मा क्वेसन नम्बर 8 सल्भ गर्न गइरहेको छु। सो लेट्स स्टार्ट। सो क्वेसन 8 मा के भनेको छ हामीलाई फ्याक्टराइज। मैले प्रिभियस पार्टमा भनिसकेको छु। फ्याक्टराइज भनेको के हो? कुनै पनि अल्जेब्रिक एक्सप्रेसनलाई के गर्ने? मल्टिपलको फर्ममा कन्भर्ट गर्ने। सो आज मैले क्वेसन 6 क्वेसन लिएको छु। यति क्वेसन गर्दा तपाईको फ्याक्टराइजमा काहीँ पनि कन्फ्युजन तपाईको जति छ नि सब कन्फ्युजन हटिहाल्छ। सो ध्यान दिएर पढ्नु होला है। एकदम इम्पोर्टेन्ट यस्तो क्वेसनहरु एक्जाममा पनि सोधिरहेको हुन्छ। सो एकदम जरुरी छ। सो पढ्नु होला राम्ररी। सो फ्याक्टराइज गर्दाखेरि कमनली काम लाग्ने यति चाहिँ फर्मुला, यो तीनटा फर्मुला हो, मैले त लेखिसकेँ है। युजफुल फर्मुला a + b होल स्क्वायर, a - b होल स्क्वायर र a स्क्वायर - b स्क्वायर। सो फ्याक्टराइज सुरु गर्नुभन्दा पहिला म एउटा कुरा भन्न चाहन्छु। कसरी सुरु गर्ने भन्दा पहिला के गर्ने भन्दा स्टेप हेर्ने क्या। मैले स्टेप लेखाइदिन्छु, तपाईले त्यो स्टेप हेर्नु अनि चेक गर्दै जानु कि कुनमा गइराछ भनेर हैन। कुन स्टेपमा मिल्छ त्यो अनुसार क्वेसनलाई सल्भ गर्दिने है। सो सुरु गरौँ। सो सुरुमा हामीलाई के हेर्नु पर्यो? सबैभन्दा पहिला क्वेसनमा के चेक गर्नु पर्यो? सबैभन्दा पहिला क्वेसनमा चेक गर्नु पर्यो कमन छ कि छैन है। यो स्टेप याद राख्नु होला। 6 स्टेप छ, एकदम जरुरी छ है। तपाई कुनै पनि क्वेसन सल्भ गर्दा यो 6 स्टेप हेर्दा कुनै पनि क्वेसन सल्भ गर्न सक्नुहुन्छ सजिलै। सो पहिला के चेक गर्ने? क्वेसनमा कमन छ कि छैन। हामीलाई जुन एक्सप्रेसन दिन्छ त्यसमा हेर्ने कमन छ कि छैन। सेकेन्डमा के गर्ने? a स्क्वायर - b स्क्वायर को फर्ममा गइराछ कि छैन। थर्डमा a + b को होल स्क्वायर को फर्ममा गइराछ कि छैन। फोर्थमा a - b को होल स्क्वायर को फर्ममा गइराछ कि छैन। र 5 मा के चेक गर्ने भन्दा स्प्लिटिङ SPLITTING स्प्लिटिङ द मिडल पार्ट है, मिडल टर्म। स्प्लिटिङ द मिडल टर्म के हो भन्दा स्प्लिट द मिडल टर्म भन्दा के हो? यसलाई म अहिले भन्छु सल्भ गर्दा यसलाई चाहिँ स्प्लिट गर्ने है। म भन्छु अहिले सल्भ गर्दा। सो यति बुझ्नु, स्प्लिटिङ द मिडल टर्म। यो चाहिँ 5 नम्बरको स्टेप हो। यो 6 नम्बरमा जाने। त्यसपछि 6 नम्बर के छ भने कम्प्लिटिङ द स्क्वायर। सो यति चाहिँ हेर्नु होला। म अहिले सल्भ गर्छु क्वेसन। सो त्यतिमा तपाईँ बुझिहाल्नुहुन्छ। सो क्वेसन ए नम्बर सुरु गरौँ पहिला। सो क्वेसन ए मा के छ? x स्क्वायर + 8x + 16। सो के चेक गर्ने यसमा पहिला? कमन छ कि छैन। कमन छ यसमा। यो तीनटैमा हेर्नु कमन छ, कमन छैन। सो के गर्ने? a स्क्वायर - b स्क्वायर फर्ममा जाने। सो a स्क्वायर - b स्क्वायर को फर्ममा छ यो क्वेसन। मतलब यो क्वेसनलाई लान सकिन्छ? सकिदैन। यो क्वेसनलाई a स्क्वायर - b स्क्वायर फर्ममा पनि लान सकिदैन। सो चेक गर्ने अब a + b को होल स्क्वायर को फर्ममा छ कि छैन क्वेसन। सो a स्क्वायर + b को होल स्क्वायर को फर्ममा लान सकिन्छ कि सकिदैन यसलाई? a + b को होल स्क्वायर फर्ममा लानको लागि के हुनु पर्यो पहिला? सबभन्दा पहिला a र b के हुनु पर्यो? पर्फेक्ट स्क्वायर हुनु पर्यो। सो चेक गर्ने यो पर्फेक्ट स्क्वायर छ कि छैन। सो मैले के भने पहिला कमन चेक गर्ने। कमन छैन यो क्वेसनमा। a स्क्वायर - b स्क्वायर फर्ममा पनि लानै सकिदैन। a स्क्वायर - b स्क्वायर फर्ममा लानको लागि के हुनु पर्यो? x स्क्वायर - 16 यस्तो टर्म हुनु पर्यो क्या। दुईटा टर्म हुनु पर्यो क्या a स्क्वायर - b स्क्वायर फर्ममा लानको लागि है। सो यहाँ तीनटा टर्म छ। सो के गर्ने? सो के हुन्छ यो? लान सकिदैन a स्क्वायर - b स्क्वायर फर्ममा। a + b को होल स्क्वायर फर्ममा लान सकिन्छ कि सकिदैन? a + b को होल स्क्वायर फर्ममा लानको लागि के हुनु पर्यो पहिला? a र b पर्फेक्ट स्क्वायर हुनु पर्यो। सो चेक गरौँ पहिला a र b पर्फेक्ट स्क्वायर छ भने a + b को होल स्क्वायर फर्ममा लान सकिन्छ। सो यो प्लस प्लस वाला छ, त्यसैले यो प्लस वाला हेर्ने। या माइनस भएको भए के हेर्नु पर्यो? माइनस वाला। सो यो त काम लाग्दैन है। यहाँ यो फर्स्ट वाला क्वेसनमा यो चाहिँ काम लाग्दैन, यही काम लाग्छ। बट a र b पर्फेक्ट स्क्वायर भयो भने है, नत्र अगाडि 5 र 6 स्टेपमा जानु पर्यो। सो पहिला यो चेक गरौँ a र b पर्फेक्ट स्क्वायर छ कि छैन। सो हाम्रो x के छ? पर्फेक्ट स्क्वायर छ प्लस 8x लेखिदिने प्लस 16 के छ हाम्रो? 4 को स्क्वायर हो कि हैन? मतलब पर्फेक्ट स्क्वायर छ अफ कोर्स। सो x स्क्वायर भयो हाम्रो। मतलब यो के केमा गइराछ? यो स्टेपमा गइराछ। यो स्टेपमा गइराछ। सो के गर्ने? यो क्वेसनलाई a + b को होल स्क्वायर फर्ममा कन्भर्ट गरिदिने। सो a स्क्वायर + 2 इन्टु के हुन्छ? a + b को होल स्क्वायर। a स्क्वायर + 2ab + b स्क्वायर। के गर्ने यसलाई? यतिको फर्ममा लाने। a स्क्वायर को फर्ममा आयो, प्लस को प्लस झरो, 2 को 2 लेखेँ मैले। a र b लेख्ने पहिला, लास्टको पार्ट पनि लेखिदिने किनभने पर्फेक्ट स्क्वायर अलरेडी छ। सो के गर्ने अब 2 लेखेँ मैले। a कति देख्छ? x अनि b कति देख्छ हामीले? 4। a स्क्वायर + 2ab + b स्क्वायर। a स्क्वायर + 2ab + b स्क्वायर आयो। a + b को होल स्क्वायर फर्ममा आयो। यतिको फर्ममा मैले ल्याएँ। अब के गर्ने? यसलाई a + b को होल स्क्वायर फर्ममा लेखिदिने। के छ हाम्रो? a को साटो x + b को साटो कति देख्छ हामीले? 4। सो भयो। यसको यति हो एन्सर। यतिमा एन्सर निस्किसक्यो भने के गर्ने? अगाडिको स्टेप जानै परेन। यतिमा सक्यो हाम्रो है। यतिमा सकियो होला। सो बी नम्बर हेरौँ अब। यही स्टेप चेक गर्दै गरौँ है। सो बी नम्बरमा के छ हाम्रो? 1 - 4p + 4p स्क्वायर। सो के गर्ने पहिला? कमन त आइरहेको छैन। यो मध्ये छ कमन आइरहेको? कमन आइरहेको छैन। कमन के छ? आइरहेको छैन यो क्वेसनमा। अर्को कुन छ? a स्क्वायर - b स्क्वायर फर्ममा गइरहेछ कि छैन? छैन अफ कोर्स। a + b को होल स्क्वायर फर्ममा गइरहेछ कि छैन? क्वेसनमा एउटा पनि माइनस भेट्नु भयो भने के हुन्छ? a - b को फर्ममा जान्छ त्यो है। गयो भने a - b को फर्ममा जान्छ, a + b को फर्ममा जाँदैन। सो के गर्ने? यो a - b को फर्ममा ट्राई गर्ने अब, किनभने a + b को फर्ममा त जाँदैन किनभने यता माइनस छ। प्लसको लागि त दुईटा प्लस हुनु पर्यो। सो यता के छ? माइनस छ। सो के गर्ने? पहिला यसको लागि चेक गर्ने। योमा गइरहेको छैन, यो तीनटैमा गइरहेको छैन। यसमा ट्राई गरौँ अब। a - b को होल स्क्वायर फर्मको लागि के चाहियो हामीलाई? a र b के हुनु पर्यो? पर्फेक्ट स्क्वायर हुनु पर्यो। सो a र b पर्फेक्ट स्क्वायर छ कि छैन? 1 छ - 4p + 4p स्क्वायर। 1 हाम्रो के हो?
1 को स्क्वायर हो मतलब पर्फेक्ट स्क्वायर छ माइनस 4p को 4p लेख्ने प्लस 4p भनेको 4 कति हो 2 को स्क्वायर हो अनि p को p अलरेडी स्क्वायर छ p मा सो के भयो यो a स्क्वायर माइनस अब 2ab को फर्ममा लानु पर्यो a स्क्वायर माइनस यो पनि झार्दिने तल 2p को स्क्वायर यो 2p को स्क्वायर झार्दिने है सो के गर्ने अब बिचको फर्ममा 2ab लानु पर्यो के छ a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर है किनभने यो फर्ममा छ नि त a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर फर्ममा छ यहाँ माइनस छ त्यही भएर यो युज गरेँ हामीले सो a स्क्वायर को स्क्वायर भयो माइनसको मैले माइनस झारेँ 2 को साटो के छ 2 a को साटो कति दिएको छ हामीलाई 1 दिएको छ 1 अनि b को साटो कति दिएको छ हामीलाई b को साटो कति दिएको छ हामीलाई 2p सो के गर्ने अब डाइरेक्ट लेखिदिने यस्तो स्टेपमा आएपछि अब के लेख्ने a माइनस b को होल स्क्वायर लेखिदिने सो 1 माइनस 2p को के भयो होल स्क्वायर है सो 1 माइनस 2p लाई 2p माइनस 1 पनि 1 को होल स्क्वायर पनि लेख्न सकिन्छ किनभने यसबाट तपाईँले माइनस कमन लिनु भने एन्सर चाहिँ यति नै हो है यति चाहिँ एन्सर हो है म अलिक बुझाइरहेको छु तपाईँलाई स्टेप अलिक अगाडि सो के गर्ने भन्दा मैले यति लिएँ त्यसपछि के गर्ने 2p माइनस 1 छ 1 माइनस 2p को स्क्वायरले के गर्ने 1 माइनस 2p लाई 2p माइनस 1 लेख्न पाइँदैन बट यसको माथिमा स्क्वायर छ पावर फोर्स पावर इभेन छ भने मात्र लेख्न पाइन्छ है 2p माइनस 1 चेन्ज गर्न पाइन्छ सो के गर्ने मैले कमन लिँदा त माइनस मैले कमन के भयो 1 2p माइनस 1 बट के छ यसको पावरमा स्क्वायर छँदैछ सो के गर्ने माइनस माइनस के भइहाल्छ माइनसको माइनस इन्टु माइनस कति भइहाल्छ प्लस भइहाल्छ हुन्छ कि हुँदैन हुन्छ 2p माइनस 1 को होल स्क्वायर भयो किनभने यो त माइनसको प्लस भइहाल्यो र योको सेम सार्दिएँ मैले भइहाल्यो बट एन्सर चाहिँ यति हो है म एकचोटि भन्छु यो क्वेसनको मैले क्वेसन सारेँ त्यसपछि के लेखेँ मैले दुईटालाई पर्फेक्ट स्क्वायर फर्ममा लेखिदिएँ माइनसको माइनस पर्फेक्ट स्क्वायर फर्ममा हुनु पर्यो यो स्टेपमा लानको लागि के हुनु पर्यो a र b पर्फेक्ट स्क्वायर फर्ममा हुनु पर्यो यसमा पनि a र b पर्फेक्ट स्क्वायरमा हुनु पर्यो सो के गर्ने मैले पर्फेक्ट स्क्वायरमा दुईटैमा लेखिदिएँ बिचको सेम सार्दिएँ 1 a स्क्वायर को फर्ममा लेखेँ माइनस 2ab को फर्ममा लेखेँ 2 लेखेँ a लेखेँ अनि b लेखेँ सेम यताबाट लेखेँ त्यसरी मैले भने लास्टको दुईटा लेखिदिनु त्यसपछि बिचमा a र b यताबाट थपिदिनु भइहाल्यो सो यो कुन फर्ममा गइरहेछ a माइनस b को होल स्क्वायर फर्ममा गइरहेछ सो यति भयो एन्सर यति चाहिँ नलेख्नु है मैले बुझाउनको लागि मात्रै भने सो अब थर्ड क्वेसन हेरौँ थर्ड क्वेसनमा के भनेको छ हामीलाई एक्स स्क्वायर प्लस 19x प्लस 88 अब आयो चाहिँ अब इन्ट्रेस्टिङ क्वेसन अब आयो है सी नम्बर के भनेको छ हामीलाई एक्स स्क्वायर प्लस 19x प्लस 88 सो के गर्ने भन्दा पहिला चेक गरौँ कमन आइरहेको छ यो क्वेसनमा कमन छ कि छैन कस्तो यो क्वेसनमा कमन छ कि छैन कमन छ यो क्वेसनमा कुनै कमन छैन सो यो काम लागेन यसको माइनस बिस्को फर्ममा पनि लान सकिँदैन किनभने दुईटा मात्र यसको दुईटा छैन दुईटा टर्म भएको भए हुन्थ्यो यसको माइनस बिस्को फर्ममा बट छैन सो यसको माइनस बिस्को फर्ममा पनि जाँदैन a प्लस b को होल स्क्वायर फर्ममा गइरहेछ कि छैन यो चेक गरौँ कसरी चेक गर्ने a र b पर्फेक्ट स्क्वायर हुनु पर्यो सो हाम्रो के छ x को x स्क्वायर त छ बट 19x पनि सेम झार्ने है अनि 88 पर्फेक्ट स्क्वायर हो कि होइन 88 पर्फेक्ट स्क्वायर हो कि होइन 6 6 कति हुन्छ 36 7 7 कति हुन्छ 49 8 8 कति हुन्छ 64 9 9 कति हुन्छ 81 हुन्छ 10 10 कति हुन्छ 100 सो 88 आयो 88 आउनु पर्थ्यो पर्फेक्ट स्क्वायर भएको भए त 88 आउनु पर्थ्यो त आएन नि त सो के भयो पर्फेक्ट स्क्वायर होइन यो के भयो यो पर्फेक्ट स्क्वायर मतलब सरी यो पर्फेक्ट स्क्वायर होइन मतलब के भयो यो a प्लस b को फर्ममा त जाँदैन सो यो प्लसवाला केस थियो सो मैले प्लसवाला केसमा जाँदैन भने माइनस त केस हुनै सक्दैन किनभने यता प्लस छ है सो योमा गइरहेको छैन यो पनि गइरहेको छैन यो दुईटामा त एउटा जान सक्थ्यो बट यो गइरहेको छैन भने यो त जाँदै जाँदैन अफकोर्स किनभने यो माइनसवाला हो र हामीलाई त प्लस दिएको छ सो यो गइरहेको छैन अब जाने स्प्लिटिङ द मिडल टर्म स्प्लिटिङ द के गर्ने स्प्लिटिङ द मिडल टर्मवाला केसमा जाने सो लेट्स स्टार्ट सो मैले क्वेसन सारेँ यो राम्रो हेर्नु होला है एकदम भिबिआई स्टेप एकदम काम लागिरहेको हुन्छ यो सो के गर्ने सुरुमा भन्दा एक्स स्क्वायर लिने प्लस यो 19 छ नि हाम्रो यो 19 जुन छ मैले के भनेको छु स्प्लिटिङ द मिडल टर्म यो मिडल टर्म जुन छ 19x यसैलाई के गर्ने स्प्लिट गरिदिने के गर्नेलाई स्प्लिट गर्ने सो कसरी स्प्लिट गर्ने भन्दा म सिकाउँछु अहिले सो स्प्लिट गर्नलाई के हुनु पर्यो पहिला यो एक्स स्क्वायरको अगाडि कुन छ टर्म 1 छ एक्स स्क्वायरको अगाडि कुन टर्म छ हाम्रो 1 छ इन्टु लास्ट टर्म कुन हो 88 सो के गर्ने दुईटैलाई मल्टिप्लाई गरिदिने सो मैले मल्टिप्लाई गरेँ कति आयो 88 आयो सो मैले अस्ति प्राइम फ्याक्टराइजेसन मेथड मैले सिकाएको थिएँ सो त्यो चेक गरौँ 88 2 कति चाहिँ 88 हुन्छ 244 2 4 जा 8 2 4 जा 8 2 2 जा 4 2 2 जा 4 अरू अगाडि जाने 2 1 जा 2 2 1 जा 2 यतिसम्म मात्रै लेख्दा पनि भयो बट म चाहिँ लास्टसम्म लेखिदिन्छु क्या मतलब विद्यार्थीले बुझेन भने त्यसै लागि म लास्टसम्म लेखिदिन्छु 11 1 जा 11 है सो के गर्ने भन्दा हामीलाई जुन नम्बर आयो 2 2 2 11 1 यति आयो नि त्यसलाई कसरी जोड्ने त्यसलाई कसरी के गर्ने जोड्ने कि 19 आउँछ यो एक्सलाई छोडिदिनु है एक्सलाई लास्टमा लेख्नुपर्छ यो नम्बर हेर्नुपर्छ मात्र सो के गर्ने भन्दा कसरी जोड्ने यो नम्बरहरूलाई कसरी जोड्ने कि 19 आउँछ र कसरी मल्टिप्लाई गर्ने कि 88 आउँछ जोड्दा र मल्टिप्लाई गर्दा एउटै आउनु पर्यो क्या यो 88 छ नि हाम्रो यो 88 आउनु पर्यो क्या सो म भन्दैछु एउटा एन्सर 2 to the 4 to the 8 सो 8 लिने र 11 1 जा 11 लिने सो एकचोटि जोडौँ त 2 to the 4 to the 8 8 भयो प्लस 11 1 जा 11 भयो सो दुईवटा जोडौँ त एकचोटि 19 आउँछ कि आउँदैन
मैले यो तीनटा लिए सुरुमा, तपाईँ जुन पनि लिन सक्नुहुन्छ, जताबाट मिलाए पनि भयो। बट के गर्नु पर्यो, जोड्दा आउनु पर्यो 19 र त्यही नम्बरलाई मैले मल्टिप्लाई गर्दा पनि यो दुईटा नम्बर जोड्दा पनि 19 आउनु पर्यो, मल्टिप्लाई गर्दा पनि के आउनु पर्यो 88 आउनु पर्यो है, जोड्दा पनि के आउनु पर्यो 19 आउनु पर्यो अनि मल्टिप्लाई गर्दा पनि के आउनु पर्यो 88 आउनु पर्यो। सो मेरो आइरहेछ यहाँ, जोड्नु त राम्ररी 19 आयो अनि अरू कति आयो 11 8 जा 88 पनि आयो, मेरो दुईटै आयो। सो यो नम्बर चलाउन जान्नु पर्यो, जुन के हुन्छ प्र्याक्टिस गर्दै जाँदा है, प्र्याक्टिस गर्दै जानुभयो भने यो नम्बर मजाले चलाउन सक्नुहुन्छ। सो के गरेँ मैले, अब जोडेर 19 आयो मेरो, कतिलाई जोडेँ 8 र 11। सो यही हाम्रो भयो, स्प्लिटिङ गर्ने पार्ट कुन भयो 8 र 11, यो 19लाई कतिमा स्प्लिट गर्ने 8 + 11 मा स्प्लिट गरिदिने। सो यसको साथै के लेख्ने 8 + 11 है, प्लस गरेर भनेको छ त्यसैले मैले प्लस गरेँ। कुनै केसमा के हुन्छ यहाँ माइनस हुन्छ, सो के गरेर ल्याउने, दुईटालाई घटाएर ल्याउनु पर्यो 19। यो साइनदेखि मलाई मतलब छैन, यो साइनले मात्र हेर्ने है, प्लस छ भने के गर्ने प्लस गर्ने, माइनस छ भने के गर्ने माइनस गर्ने है। सो पहिला के गर्ने, यो दुईटा मल्टिप्लाई गरेर यो टर्म निकाल्ने है, त्यसपछि के गर्ने प्राइम फ्याक्टर गर्ने अनि यो नम्बरलाई कसरी चलाएर दुईटा नम्बर निकाल्ने, यो यति नम्बरलाई चलाएर के गर्ने दुईटा नम्बर निकाल्ने यो दुईटा नम्बर जोड्दा पनि 19 आउनु पर्यो र मल्टिप्लाई गर्दा पनि यति आउनु पर्यो, बुझ्नुभयो। सो के गर्ने मैले जोडेँ किनभने प्लस भनेको छ। सो प्लस 88 को प्लस 88 मैले एक्स को एक्स पनि छ, यो त 19 लाई पो स्प्लिट गरेँ मैले, बट एक्स को एक्स त छ नि त, प्लस 88 को 88 मैले झारिदिएँ। सो त्यसपछि के छ भन्दा एक्स स्क्वायर लेखिदिएँ, प्लस लेखेँ अनि त्यसपछि 8x कति हुन्छ 8 × x 8x, यो प्लस गरेर प्लस लेखेँ है, प्लस गरेर प्लस भयो, 8 × x गर्ने 8x भयो, प्लस गरेर के भयो प्लस भयो, 11 × x कति भयो 11x, यो प्लसको प्लस फेरि झारेँ मैले 88 को 88 भयो। सो के गर्ने 8, यो दुईटामध्ये अब के गर्ने यो दुईटामा र यो दुईटामा कमन लिने, यो दुईटामा कमन आउनु पर्यो, यो दुईटामा कमन आउने, यसो रुल नै हो क्या, यही दुईटामा कमन आउनुपर्छ र यही दुईटामा कमन आउनुपर्छ। सो यो दुईटामा के कमन छ x कमन छ कि छैन, एक्स स्क्वायर एक्समा के कमन छ x कमन छ, सो बच्यो कति x + 8 प्लस यो दुईटामा कति कमन छ 11 कमन छ, सो कति बच्यो x + 11 बच्यो। सो हाम्रो एन्सर के भयो, सो सरी 11 8 भयो यहाँ त। सो के हुनु पर्यो दुईटैमा यो के छ प्लसले छुट्याएको छ हामीलाई है, प्लसले छुट्याएको छ के भयो यो दुईटामा कमन के छ, यो दुईटा सेम आउनु पर्यो है, यो दुईटा कमन आउनै पर्यो अवश्य आउनै पर्यो। सो दुईटामा के भयो x + 8 को x + 8 लेखिदिने, बचेको टर्म यता लेखिदिने x + 11, x + 8 मैले लेखिदिएँ, कमनै हो नै दुईटामा के हो, यो दुईटा टर्ममा के कमन हो, यो दुईटा टर्ममा के कमन हो x + 8 कमन हो, x + 8 मैले लेखिदिएँ, प्लसको यता ब्र्याकेट दिए ब्र्याकेट अनि बच्यो कति x अनि प्लसको प्लस 11 बचेको छ यता मैले लेखिदिएँ थिएँ। सो यसको एन्सर यति भयो। यो कुन मेथड हो, यो फर्स्ट मेथड हो, यसको सेकेन्ड मेथडमा जाने हामी कुनै पनि क्वेसनलाई यो दुईटै मेथडले गर्दा एउटै एन्सर आउँछ है, यो दुईटा मेथडले गर्दा के आउँछ एउटै एन्सर आउँछ। म अर्को मेथड पनि गरिदिन्छु। सो के कुरा हो भन्दा कमन आइरहेको छैन भने, यति आइरहेको छैन भने यो वाला a² - b² फर्म, यो दुईटामध्ये कुनै पनि आइरहेको छैन भने के गर्ने, यही दुईटामध्ये जान्छ क्या, एउटा होइन दुईटैमध्ये एउटै एन्सर आउँछ, दुईटैबाट गर्दा के आउँछ एउटै एन्सर आउँछ। बस यो स्टेप यसको प्रोसेस के छ अलग छ, बट गर्दा के आउँछ एउटै आउँछ। मैले यो स्टेप गरेँ, यो वाला प्रोसेस गरेँ, यो प्रोसेसबाट मैले गरेँ स्प्लिट द मिडल टर्म, म अब यो प्रोसेसबाट पनि एउटा गरिरहेको छु। सो हेर्नु होला, एउटा बुझ्नु होला, अर्को क्वेसन पनि गर्छु अझै क्लियर हुन्छ है, एउटा क्वेसनमा त मजाले बुझ्नु भएन होला, अर्को क्वेसन गर्छु बुझ्नुहुन्छ पक्कै। सो यही क्वेसनलाई के गर्ने, हामीलाई जुन क्वेसन दियो x² + 19x + 88 लाई के गर्ने, 88 लाई के गर्ने कम्प्लिटिङ द स्क्वायर वाला, यो मेथडले मैले गरेँ जस्ट। अब के गर्ने अर्को मेथडले म सिकाइरहेको छु है, किनभने यो मेथड पनि इम्पोर्टेन्ट छ है, कम्प्लिटिङ द स्क्वायर। सो कम्प्लिटिङ द स्क्वायर वाला मेथडबाट के गर्ने स्क्वायर बनाउने हामीले पहिला। सो स्क्वायर कसरी बनाउँछ हेरौँ, के लेख्ने पहिला सल्युसन, त्यो फर्स्ट मेथड थियो है, मैले बार भनिरहेको छु, त्यो फर्स्ट मेथड थियो, यो सेकेन्ड मेथड हो, मेथड मात्रै अलग हो। तपाईँले इक्जाममा जुन मन लाग्छ जुन सजिलो लाग्छ त्यो गर्न सक्नुहुन्छ, एउटा मेथड कुनै पनि है, जरुरी छैन दुईटै गर्न, एउटा गर्नु पर्यो। सो के गर्ने, यो के हो हाम्रो x² पर्फेक्ट स्क्वायर बनाउने, यसलाई के गर्ने पर्फेक्ट स्क्वायर बनाउने है, अनि लास्टमा a² - b² को फर्ममा जान्छ क्या, यो त्यसरी सल्भ गर्ने। सो के गर्ने भन्दा पहिला x² यो गयो x² प्लस के गर्ने फर्मुला युज गर्ने, प्लसवाला छ कि छैन यहाँ, सो के युज गर्ने दुईटै प्लस छ भने के हुन्छ a² + 2ab + b² को फर्ममा लानु पर्यो, जसरी हुन्छ मिलाएर लानु पर्यो। सो लगौँ पहिला a² लगेँ मैले, प्लसको प्लस दिएँ, 2 लेखेँ, a लेख्ने, अब a भनेको कति हो x हो, के गरेँ मैले पहिला a² लेखेँ मैले, प्लसको प्लस लेखेँ, किनभने प्लसवाला फर्मुला यो प्लस छ दुईटै, त्यसैले मैले प्लसवाला फर्मुला युज गरेँ, प्लसको प्लस लेखेँ। सो 2 को 2 लेखेँ, a को साटो कति छ हामीलाई x दिएको छ, b को साटो कति दिएको छ हामीलाई यही b निकाल्नु पर्यो यहाँबाट है। b कसरी निस्किन्छ भन्दा यसैलाई चलाएर b निकाल्नु पर्यो। सो यहाँ कति थप्दा, यहाँ मैले कति थपेँ भने 19x आउँछ, यो मिल्नु पर्यो, यसलाई सल्भ गरेर कति आउनु पर्यो 19x आउनु पर्यो। म एकचोटि एउटा थप्दैछु, म 19/2 थप्छु भने कति आउँछ, यसलाई सल्भ गर्नु त 19x आउँछ। सो सरी यो x त मैले यहाँ अलरेडी थपिसकेको छु। सो के भयो यसलाई के गर्ने, मैले 2 लेखेँ, a लेखेँ, अब यसलाई कति लेख्दा आउँछ 19, कति लेखेँ भने 19x को फर्ममा गइहाल्छ, त्यो 19/2 लेख्छु। अब सल्भ गर्नु त, 2 × x × 19/2 भनेको कति हो, यो 2 क्यान्सल गर्दा कति 19x आइरहेछ, ठ्याक्कै आइरहेछ। यहाँ 20 भएको भए म के गर्थेँ
20 भएकोमा 10 मात्र थप्थेँ किनभने 2 10 जा 20 अनि एक्सको एक्स आइसकेको छ अलरेडी एक्सको एक्स अलरेडी आइसकेको छ। सो नम्बर के थप्यो भने यहाँ 19 हुन्छ क्या, कति नम्बर थप्दा 19 हुन्छ। सो मैले 2 लेखेँ ए कताबाट लेखेँ ए अगाडिबाट आयो अनि मल्टिप्लाईको मल्टिप्लाई दिएँ अनि बी चाहिँ बी निकाल्नु पऱ्यो क्या, बी कसरी गर्ने 19लाई कसरी मिलाउने क्या अनि 19 आउँछ यहाँ। सो मैले 19/2 थपेँ किनभने यो अड नम्बर हो र इभेन नम्बर हो। सो मिल्दै मिल्दैन के गर्दा पनि, सो मैले बाई गरेर थप्नु पऱ्यो क्या, जसरी मिल्छ त्यसरी मिलाउनु पऱ्यो। सो हाम्रो मिडल टर्म आयो। सो अब यो जुन नम्बर आयो हाम्रो यही नम्बरलाई के गर्ने अगाडि पनि चलाउने। यो नम्बर जुन मैले निकालेँ यो त एक्स्ट्रा टर्म हो नि त, मैले त आफ्नो मनले थपेँ नि त, आफ्नो मनले थपेर यसलाई मिलाएँ। सो यही नम्बरलाई के गर्ने अगाडि चलाउने। सो यो नम्बर मैले जुन थपेँ त्यसलाई के गर्ने प्लस 19/2 लेखेँ मैले। यसो के गर्ने होल स्क्वायर गरिदिने, एकचोटि प्लसमा गर्ने एकचोटि के गर्ने माइनसमा गर्ने। के गरेँ मैले यसलाई जुन नम्बर मैले थपेँ त्यसलाई के गरेँ एकचोटि प्लस 19/2 को होल स्क्वायर गरेर लेख्ने, फेरि 19/2 मात्र होइन 9/2 को होल स्क्वायर एकचोटि के गर्ने माइनस गरेर यो दुईवटा काटेर कति आउँछ यति मात्र फर्म आइहाल्छ। यति मात्र काटिदिनु त यति भइहाल्यो। अनि के गर्ने यो एक्स्ट्रा प्लस 88 त हामीलाई क्वेसनमा दिएको छ, क्वेसनमा दिएको छ नि त प्लस 88। मैले त्यही झारेँ क्या, के लेखेँ मैले ए स्क्वायर प्लस 2ab बीको फर्म निकालेँ मैले। प्लस मैले के भने जे गरेर होस् यतिको फर्ममा लानु पऱ्यो। सो ए स्क्वायर प्लस 2ab प्लस यसलाई के गर्ने बी स्क्वायर बनाएँ क्या मैले। यो जुन बी थपेँ नि त मैले यसैलाई यो बी हो कि होइन हाम्रो अनि यो के हो ए हो। सो मैले के गरेँ बीको लागि के गरेँ मैले स्क्वायर गरेँ प्लस गरेर स्क्वायर गरेँ, त्यही फेरि के गर्ने माइनस गरेर स्क्वायर गर्ने है। अनि बचेको टर्म त हामीलाई छ नि त क्वेसनमा प्लस 88 त बचेको छ। सो के गर्ने त्यो सेम टु सेम लेखिदिने। सो के गर्ने यसलाई अब ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर फर्ममा गएन। सो के हो ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायरको फर्म के हो भनेको मतलब यसको फर्मुला के हो एक्स प्लस 19/2 ए प्लस बीको होल स्क्वायर हो। कुन फर्मुलामा गइरहेछ यति ए प्लस बीको होल स्क्वायर फर्ममा गइरहेछ। सो माइनस जति बचेको छ सब झारिदिने। यति त हाम्रो आइसकेको छ, यति यो तिनवटा टर्म यति आइसक्यो। सो बचेको टर्म त यति छ नि त। अब यसलाई सल्भ गरेर के गर्ने यो बी स्क्वायर बनाउनु पऱ्यो। यो अब सल्भ गरेर के निस्क्यो हाम्रो ए स्क्वायर निस्किसकेको छ, हेर्नु त राम्ररी ए स्क्वायर निस्क्यो। अब के गर्ने बी स्क्वायर बनाउनु पऱ्यो। सो यसलाई सल्भ गरेपछि बी स्क्वायर पनि आइहाल्छ है। सो सल्भ गरौँ 19 को स्क्वायर भनेको कति हुन्छ 361 हुन्छ बाई 2 कति हुन्छ 4 प्लस 88। यसलाई सल्भ गर्न आउँदैन भने क्याल्कुलेटरमा थिच्नु होला -361/4 प्लस 88 क्याल्कुलेट सल्भ गरेर दिइहाल्छ तपाईँलाई। एक्स प्लस 19/2 को होल स्क्वायर भयो। सो यसलाई कसरी गर्ने भन्दा माइनस 361 प्लस 88 इन्टु 4 क्याल्कुलेटरमा पनि थिच्न सक्नुहुन्छ डाइरेक्ट बाई 4 भयो। एक्स प्लस 19/2 भयो यसको होल स्क्वायर अनि यता यसलाई सल्भ गर्नु -361 प्लस 8 हुन्छ 8 24 24 28 यति भयो बाई 4 भयो। सो यो माइनस मैले दिएँ अगाडिको है, अगाडिको माइनस लिनुपर्छ यता सल्भ गर्दा। सो यो दुईवटालाई सल्भ गरेर कति हुन्छ 16/बाट 84 यति घटाएर कति हुन्छ। सो यसलाई के गर्ने सल्भ गर्ने। सो अब कति आयो यसलाई दुईवटालाई घटाएर कति आउँछ ए सरी मैले यता यो मल्टिप्लिकेसन रङ गरेको छु 88 इन्टु 4 8 24 32 32 33 34 36 362 आउँछ यहाँ। सो सरी सो दुईवटाबाट घटाएर कति आउँछ 1/4। सो सरी यहाँ 5 हुन्छ है, यस्तो हतार हतार मिस्टेक भयो। सो सरी यसो मुखले गर्दा अलिक भइहाल्छ। सो के गर्ने 361 352 के गर्ने घटाउने कति हुन्छ यता 52 8 यता 9 भयो। सो ठुलोको साइन कुन छ यो यता माइनस है सरी यता माइनस यता प्लस दुईटै घटाउने प्लस माइनस के हुन्छ माइनस हुन्छ। सो दुईटैलाई घटाएर लेख्ने र ठुलोको साइन कुन छ यो छ -9 भयो -9/4 भयो। क्याल्कुलेटरमा थिच्ने होला यति थिच्नु होला क्या क्याल्कुलेटरमा ठ्याक्कै तपाईँलाई -9/4 दिइहाल्छ है, कन्फ्युज हुनै पर्दैन। एक्स प्लस 19/4 को होल स्क्वायर माइनस के भयो यो कसको स्क्वायर मैले के भने बीको स्क्वायरको फर्ममा लानु पऱ्यो। अब के गर्ने यसलाई 3 को स्क्वायर हो बाई यो कतिको स्क्वायर 2 को स्क्वायर गइरहेछ फर्ममा आइरहेछ। अब हामीलाई जुन फर्म चाहियो त्यो फर्ममा के आइरहेछ एन्सर। सो -3/2 को होल स्क्वायर। सो यो कति भयो ए स्क्वायर माइनस बी स्क्वायर फर्ममा आयो। सो अब फर्मुला लगाइदिनु के हुन्छ ए स्क्वायर माइनस बी स्क्वायर फर्मुला ए प्लस बी र ए माइनस बी एक्स प्लस 19/4 सरी यो हुँदैन -3/2 अनि अर्को कुन हुन्छ एक्स प्लस 19/4 यहाँ प्लस हुन्छ सुरुमा ए प्लस बी के छ फर्मुला ए प्लस बी ए माइनस बी। सो ए प्लस बी भयो ए माइनस बी 3/2। सो के गर्ने एक्स प्लस यो दुईवटालाई जोड्नु सो यहाँ 2 छ मैले 4 लेखेको छु यहाँ। सो यसको बेस के छ 19/2 छ अनि अर्को कुन छ 3/2 यसको बेस सेम छ भने के लेख्ने एउटा बेस लेख्ने 19 प्लस 3 कति हुन्छ 22/2 भने कति भयो 11 भयो। अनि अर्को कुन छ एक्स प्लस योबाट घटाएर कति हुन्छ 16 ए यहाँ 2 छ यहाँ पनि अनि यो दुईवटाबाट घटाएर कति हुन्छ 16 गरेर कति आउँछ 8। सो यसको एन्सर यति भयो। एन्सर चेक गर्ने दुईटैको सेम आउनु पऱ्यो। हाम्रो सुरुको एन्सर कति आयो यो मेथडले गर्दा फर्स्ट मेथडले गर्दा x + 8 x + 11 सेकेन्ड मेथडले गर्दा कति आयो x + 8 x + 11 सेम छ कि छैन हो यही भयो हाम्रो एन्सर।
सो तपाईँलाई कुन मेथड सजिलो लाग्छ, यो मेथड सजिलो लाग्छ स्प्लिट गरेर कि यसो फर्मुलामा लगेर त्यसपछि फेरि अलिक स्प्लिट गरेर फेरि फर्मुलामा लगेर दुईचोटि फर्मुला लगाएर सल्भ गर्ने कुन सजिलो लाग्छ तपाईँलाई, कम्प्लिटिङ द स्क्वायर सजिलो लाग्छ कि स्प्लिटिङ द मिडल टर्म, जुन सजिलो लाग्छ त्यो मेथडबाट गर्नु होला, रङ हुँदैन। सो अर्को क्वेसनमा लागौँ। सो नाउ लेट्स सल्भ नम्बर डी। सो डी नंबर a square plus 7a plus 78 a square plus 7a sorry minus 78 भनेको छ a square plus 7a minus 78। सो सल्युसन मैले चाहिँ अघिको मेथडमा अघि चाहिँ मैले दुईटा मेथडबाट गरेँ, स्प्लिटिङ वाला मेथड पनि गरेँ र कम्प्लिटिङ द स्क्वायर वाला पनि गरेँ। सो यो वाला पनि गरौँ, अलिक तपाईहरुको कन्फ्युजन क्लियर हुन्छ है। सो फर्स्ट मेथडबाट गरौँ। फर्स्ट मेथड स्प्लिटिङ द मिडल पार्टलाई, मिडल टर्मलाई। सो a square plus 7a minus 78। सो के गर्ने भन्दा a square प्लस यसलाई के गर्ने, यसलाई स्प्लिट गर्ने। सो यसलाई कसरी स्प्लिट गर्ने, फर्स्ट र लास्टलाई के गर्ने, पहिला मल्टिप्लाई गर्ने। 1 into 78 कति हुन्छ, 78। यसलाई कति गर्ने, प्राइम फ्याक्टर मेथडले के गर्ने, यसलाई सल्भ गर्ने। सो 2 कति जा हुन्छ, 2 3 जा, अनि यता कति बच्यो, 2 3 जा हुन्छ 6, अनि यता कति बच्यो 7 छ, यता कति बच्यो 1 बच्यो हातमा। सो यता यता हाल्दिने 1। सो कति भयो 18। 2 कति जा 18 हुन्छ, 2 9 जा 18 हुन्छ। 3 1 जा 3 भयो, 3 3 जा 9 भयो। 13 1 जा 13 भयो। सो यति आयो हामीलाई। यसलाई चलाएर के गर्ने हामीले, यतै जुन 2 3 13 र 1 छ यसलाई चलाएर कति गर्ने, यसलाई कसरी गर्ने, माइनस गरेर कति ल्याउनु पर्यो, +7 ल्याउनु पर्यो। के गर्ने, माइनस गरेर कति गर्ने, यो टर्मलाई चलाएर माइनस गरेर कति ल्याउने, +7 ल्याउने। सो कसरी गर्ने गरौँ। सो 2 3 कति हुन्छ, पहिला फर्स्टको दुईटालाई हेर्ने क्या। 2 3 कति छ 6 छ, कति गर्ने, माइनस भनेको छ। सो माइनस गर्ने। 13 भन्दा कति हुन्छ 13, 13 भन्दा कति हुन्छ 13। सो दुईटालाई घटाउनु एकपल्ट माइनस आएर चाहिँ के छैन, 13 माइनस 6 गर्नु, ठुलो माइनस सानो गर्नु, यो नगर्नु। दुईटा नम्बर मात्र निकालेको मैले, तर दुईटालाई के गर्नु पर्यो, घटाएर आउनु पर्यो कति, 7 आउनु पर्यो। सो कति गर्ने, पहिला 13 माइनस 6 गरौँ, ठुलो माइनस सानो गरौँ है। सो 13 माइनस 6 गर्दा कति आउँछ, 7 आउँछ। 7 आयो हाम्रो, 7 आइरहेछ। सो कति भयो, हामीले कति लेख्नु पर्यो अब, 13 माइनस 6, र दुईटालाई मल्टिप्लाई पनि गर्नु, 78 पनि आउनु पर्यो। 13 6 कति आउँछ, 78 पनि आउँछ। 13 बाट 6 घटाउँदा कति आउँछ, 7 पनि आउँछ। सो हाम्रो आयो यो पार्ट। सो कति भयो, 13 माइनस 6 मैले गरेँ। सो a को a मैले लेखेँ, माइनस 78 को माइनस 78 मैले लेखेँ। सो के गर्ने, यसलाई अझै सल्भ गरिदिने, प्लस को प्लस लेखेँ मैले। प्लस प्लस कति हुन्छ, प्लस हुन्छ 13a प्लस माइनस माइनस हुन्छ 6a माइनस 78 इजिकल्स टु के हुन्छ, a स्क्वायर यो दुईटा टर्ममध्ये कमन लिने, a कति, यो दुईटामा कति कमन आउँछ, a कमन आउँछ। सो के भयो, a प्लस 13 भयो, माइनस कमन लिने 6, यो दुईटा यो टर्म र यतापट्टिको टर्म सेम आउनु पर्यो। के हुन्छ यहाँ, a प्लस 13 हुन्छ यहाँ पनि। ए यता बच्यो, मैले के गरेँ, माइनस 6 कमन लिदिएँ, अनि के हुन्छ यहाँ प्लस हुन्छ, a बच्यो हाम्रो, a बच्यो, अनि माइनस मैले कमन लिइसकेछु भने यो के हुन्छ, प्लस भइहाल्छ। अनि 78 बाट 6 मैले कमन लिइसकेछु भने के हुन्छ, 13 हुन्छ। के हुन्छ अब, a प्लस 13 भयो, अनि अर्को के भयो, a माइनस 6 भयो। मान्छे चाहिँ यसमा कन्फ्युज केमा हुन्छ, सब कुरा गर्छन् हैन, तर मान्छे कन्फ्युज केमा हुन्छ भन्दा 13 माइनस 6 लिने कि 6 माइनस 13 लिने। सो त्यसमा कन्फ्युज हुन्छ। सो त्यो क्लियर गरौँ है। 13 माइनस 6 लिने कि 6 माइनस 13 लिने, हाम्रो निकाल्न के भनेको छ, यता हेर्नु +7 भनेको छ। के गर्दा हाम्रो +7 दुईटै आइरहेछ, के गर्दा 13 माइनस 6 गर्दा के आइरहेछ, 7 आइरहेछ। प्लसको प्लस, अफकोर्स केही छैन भने के छ, प्लस छ। सो के गर्ने हामी, 13 माइनस 6 लिने। अगाडिको साइन पनि मेन्टेन हुनु पर्यो है, अगाडिको साइन के हुनु पर्यो, मेन्टेन हुनु पर्यो। माइनस गरेर के गर्ने, +7 ल्याउने। ल ठिक छ। ल अर्को वाला गरौँ, अर्को स्टेप, सेकेन्ड मेथड, स्टेप हैन, सेकेन्ड मेथडमा के भनेको छ हामीलाई, a स्क्वायर प्लस 7a माइनस 78। सो यो के हो, पर्फेक्ट स्क्वायर, मतलब कम्प्लिट स्क्वायर बनाउने है। क्वेसनलाई के गर्ने, यसलाई सल्भ गरेर कम्प्लिट स्क्वायर वाला मेथडबाट सल्भ गर्ने। सो के गर्ने, पहिला a स्क्वायर भयो प्लस 2 into a into b बनाउनेलाई। यता b कति गर्दा आउँछ, यहाँ कति थप्दा 7 आउँछ, किनभने a अलरेडी आइसकेको छ। सो कति गर्दा आउँछ, यता 7/2 थप्यो भने आउँछ। 2 मैले के गरेँ, क्यान्सल गर्दै 7 आयो, 7 आयो। सो के गरेँ मैले, यहाँ जुन टर्म थप्छु मामी त्यसलाई के गर्ने, प्लस गरेर प्लस पनि गर्ने, र के गर्ने त्यसलाई माइनस पनि गर्ने, र के गर्ने दुईटैको स्क्वायर पनि थपिदिने, अनि के गर्ने बचेको माइनस जुन 78 छ त्यति लेखिदिए है। सो अर्कोमा a स्क्वायर भयो, यो कति फर्मुलामा गएर चाहिँ a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर गयो फर्मुलामा। यहाँ के छ, प्लस छ भने प्लसको फर्मुलामा जान्छ, माइनस छ भने के जान्छ, माइनसको फर्मुलामा जान्छ। सो के गइरहेछ, हाम्रो प्लस छ भने के जान्छ, प्लसको फर्मुलामा गइरहेछ, a प्लस 7/2 को होल स्क्वायरमा गइरहेछ। सो यसलाई अब के गर्ने, यो दुईटालाई सल्भ गर्ने। यदि त अलरेडी आइसकेको छ फर्मुलामा, हाम्रो कति छ अब, -49/2 छ, अनि -78 छ। सो यसलाई क्याल्कुलेटरमा के थिच्ने भन्दा -49/2 -78। सो कति आउँछ, a प्लस 7/2 को के आउँछ, होल स्क्वायर। यो दुईटालाई सल्भ गर्नु भने कति आउँछ, -361/4 आउँछ। क्याल्कुलेटरमा थिच्नु होला, यति थिच्नु होला क्याल्कुलेटरमा, ठ्याक्कै यति आउँछ तपाईँको। सो a प्लस 7/2 भयो, अनि यो माइनसको माइनस छोडिदिने यता, किनभने हामीलाई के चाहिन्छ, a स्क्वायर माइनस b स्क्वायर कमन लानेको लागि के चाहिन्छ, हाम्रो a स्क्वायर अलरेडी आइसकेको छ, a स्क्वायर आयो, यो पनि के हो, a स्क्वायर हो।
माइनसको के चाहिन्छ मलाई त माइनस चाहिन्छ फर्मुलामा। अनि बी स्क्वायर फर्ममा यो कतिको स्क्वायर हो? बी स्क्वायर फर्ममा लाने। सो यो कतिको स्क्वायर हो? 19 को स्क्वायर हो। बाई यो कतिको स्क्वायर हो? 2 को। सो भयो होल स्क्वायर। सो के गर्ने अब? a + 7/2 गर्ने अनि प्लस 19/2। अरु के छ? a + 7/2 अनि अरु के छ? माइनस 19/2 गर्ने। a + b a + b a + b a - b। चलो सल्भ गरेर कति आउँछ? a प्लस यो दुईटालाई के गर्ने? एड गरिदिने, किनभने यसको बेस के छ? यसको तल के छ? एलसीएम लिने के छ? सेम छ। सो एउटा लिनु पर्यो। सो दुईटालाई के गर्ने? एड गर्ने। कति हुन्छ? 19 20 21 22 23 24 25 26 26 2 भनेको कति भयो? 26 यहाँ 26 नै लेखिदिनु। अनि a प्लस यो दुईटालाई घटाएर कति हुन्छ? यो माइनस आउँछ। ठुलोको साइन के हो? 7 - 19/2। यति पनि सल्भ गर्न आएन भने कसरी पढ्नुहुन्छ एक क्लास? यति सल्भ गर्न आउनु पर्यो नि त। 7 के हुन्छ? यतिबाट घटाएर के हुन्छ यता? 17 7 - 19 कति हुन्छ? 12 हुन्छ है। सो 12 लेख्ने। ठुलोको साइन कति छ? यो दुईटालाई घटाएर कति आयो? 12 आयो। ठुलोको साइन हेर्ने। अब ठुलोको साइन के छ? ठुलो टर्म कुन हो? ठुलो नम्बर कुन हो? 19 हो। सो यसको अगाडिको साइन हेर्ने। कति छ? माइनस छ भने के हुन्छ? माइनस हुन्छ। बाई कति छ हाम्रो? 2 छ। सो कति आयो? 2 6 जा 12 कति आयो? -6 आयो। सो a अनि यसलाई कति आउँछ? यो दुईटालाई काटेर कति आउँछ? 13 आउँछ। अरु के छ? a - 6 सब यति भयो। नोटको तरिकाले हेर्नु भयो भने यहाँ छ। सो a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर फर्ममा मैले लगे माइनस मैले जुन एक्स्ट्रा टर्म थपेको छु सरी जुन मैले एक्स्ट्रा टर्म थपे त्यसले के गर्ने? एकचोटि प्लसले गर्ने एकचोटि माइनसले गर्ने स्क्वायर अनि बचेको टर्म हामीले जुन चाहिँ त्यति लेखिदिने। यहाँ चाहिँ गयो a + b होल स्क्वायर फर्ममा गयो। बचेको टर्ममा मैले सल्भ गरिदिएँ त। त्यसपछि यो दुईटालाई के गरेँ मैले? माइनस कमन लिदिएँ। यसरी सल्भ गरेँ। यहाँ माइनस छ। माइनसको माइनस हालेको छु। यसलाई सल्भ गरेँ। क्याल्कुलेटरमा यति आयो। क्याल्कुलेटरमा सल्भ गर्नु ठ्याक्कै आन्सर आउँछ है। सो a + 7/2 को होल स्क्वायर भयो। माइनसको माइनस भयो। यो कतिको स्क्वायर हो? 19/2 को होल स्क्वायर हो। सो के आयो भन्दा यहाँ सो यहाँ आयो a + 7/2 + 19/2 a + b a - b a + b a - b। सो यसलाई कति गर्ने? सल्भ गरेर यति आयो। सो अब हेरौँ अर्को a स्क्वायर b स्क्वायर - 11ab - 60। सो अर्को क्वेसन कुन छ हाम्रो? a स्क्वायर b स्क्वायर - 11ab - 60। सो कसरी गर्ने भन्दा पहिला के गर्ने? पहिला फर्स्ट मेथडले गर्ने। सो फर्स्ट मेथडले के हुन्छ भन्दा a स्क्वायर b स्क्वायर - 11 ले के गर्ने? हामी स्प्लिट गरिदिने। के गर्ने? माइनस गरेर के ल्याउने? -11 आउनु पर्यो। माइनस गरेर के आउनु पर्यो? -11 आउनु पर्यो। सो पहिला के गर्ने? 1 * 60 गर्ने। सो 1 * 60 गरौँ कति आउँछ? 60 भयो। सो यसलाई के गर्ने? अझै प्राइम फ्याक्टर्स मेथडले सल्भ गर्ने। 2 30 आउँछ। 2 15 जा 3 5 जा 5 1 जा। सो यसलाई कसरी चलाउने कि 11 पनि आउँछ माइनस गर्दा 11 आउँछ र मल्टिप्लाई गर्दा 60 आउँछ। सो 2 2 जा 4 इन्टु सरी माइनस हुन्छ है। अनि 3 5 जा 15 1 जा 15 15 माइनस 4 माइनस 15 गर्नु कति आउँछ? 11 आइरहेछ। सो पहिला 11 चेक गर्ने। नम्बर मिलाउने त्यसपछि साइन हेर्नुपर्छ है। सो के आइरहेछ? यो दुईटालाई घटाएर 11 आइरहेछ। यो दुईटालाई मल्टिप्लाई गर्दा कति आइरहेछ? 60 आइरहेछ। यो 60 आउनु पर्यो है। सो आइरहेछ। अब 4 अगाडि लेख्ने कि 15 अगाडि लेख्ने? हामीलाई के छ? -11 चाहिएको हो। सो 4 - 15 लेख्दा कति आउँछ? 4 - 15 लेख्दा कति आउँछ? -11। सो -11 र यता माइनस अलरेडी छ। सो के भइहाल्छ? त्यो 11 प्लस भइहाल्छ क्या त्यो। सो के गर्ने? माइनस यता छोडिदिने। सो के गर्ने हामी? ठुलो माइनस सानो लियौँ अब। 15 - 4 गर्दा कति आउँछ? घट्यो भने 11 आउँछ। सो मैले 11 यता मैले 15 - 4 गरेँ। सो कति आयो? 11 आयो। जो माइनसको माइनस पनि मेन्टेन भयो कि भएन? माइनस मेन्टेन भयो। अनि यो मैले ab को ab लेखिदिएँ -60 भयो। मैले 4 - 15 लेखेँ के आउँथ्यो? -11 आउँथ्यो। सो माइनस र माइनस के भइहाल्थ्यो? प्लस भइहाल्थ्यो। a स्क्वायर b स्क्वायर माइनस मैले 4 माइनस म भन्दैछु मात्रै 4 - 15 लेखेँ ab लेखेँ -60 छ। सो यो दुईटा घटाएर कति आउँछ? -11 आउँछ। यो दुईटा के भइहाल्छ? प्लस भइहाल्छ। साइन के गर्छ? चेन्ज गरिदिन्छ। सो के गर्ने? सानो माइनस ठुलो नलिने। चेक गर्नु पर्यो कुन गइरहेछ? 15 - 4 गर्दा कति आइरहेछ? साइन मेन्टेन भइरहेछ कि छैन? साइन पनि मेन्टेन गर्नु पर्यो नि त। सो 15 - 4 गर्दा साइन पनि मेन्टेन भयो र हामीलाई चाहिएको टर्म पनि आयो 11 पनि आयो नम्बर। सो 15 - 4 गऱ्यौँ। इक्वल्स कति भइहाल्छ? a स्क्वायर b स्क्वायर - 15 ab + 4ab - 60 माइनस प्लस माइनस भयो माइनस माइनस प्लस भयो है। सो के गर्ने? दुईटा मध्ये कमन लिने। यता यो दुईटा मध्ये के गर्ने? कमन लिने। यति आयो। कमन लिए मैले ab यति आयो प्लस यो दुईटा मध्ये के कमन आउँछ? 4 आउँछ र यति आयो। सल्भ गरेर यति भयो। सेकेन्ड मेथडले गर्ने अब। सेकेन्ड मेथडले के गर्ने? यसलाई के बनाउने? a यो अगाडि माइनस छ भने के भइरहेछ? a - b को होल स्क्वायरमा गइरहेछ। मतलब बुझ्नु पर्यो नि त। a b को होल स्क्वायर भयो -2a अनि b बनाउने कति हुन्छ? 11 11 को 11 लेख्ने बाई मैले 2 कति थप्दा आउँछ क्या? 11 कति थप्दा 11 आउँछ। सो मैले 11/2 थपेँ। कति थप्दा 11/2 आउँछ? 11 आउँछ। कति थप्दा 11 आउँछ? 11/2 थप्छु भने 11 आउँछ। यहाँ 11 आउँछ। सो यो दुईटा मैले काटे कति आयो? 11 एबे आयो। सो के गर्ने अब? प्लस जति मैले एक्स्ट्रा टर्म थपेँ त्यसलाई के गरेँ? प्लसमा लेख्ने र माइनसमा लेख्ने अनि त्यसलाई के गर्ने? स्क्वायर पनि गरिदिने अनि बचेकोमा कति छ? -60 को -60 झार्दिने। सो के गरिरहेछ? a स्क्वायर - 2ab + b स्क्वायर। सो के गर्ने? a - b होल स्क्वायर भयो माइनस भयो। यो दुईटालाई सल्भ गरेर यति आयो। सो के गर्ने? अब a + b a - b लगाइदिने र यसलाई सल्भ गरेर यति आउँछ। सो अब लास्ट वाला लास्ट हाम्रो कुन छ? 7 - 12x + 5x स्क्वायर। सो के गरेँ? मैले यसलाई रिअरेन्ज गरिदिएँ। यसलाई अगाडि लेखिदिएँ माइनसको माइनस लेखिदिएँ 15 को 12
12x को मैले 12x लेखिदिएँ, यो +7 को मैले +7 झारिदिएँ। सो के हुन्छ 5 के हो हाम्रो 5 पर्फेक्ट स्क्वायर हो कि होइन? 5 पर्फेक्ट स्क्वायर होइन। 1 को पर्फेक्ट स्क्वायर 1 को स्क्वायर कति हुन्छ 1, 2 को स्क्वायर कति हुन्छ 4, 3 को स्क्वायर कति हुन्छ 9। सो 5 पर्फेक्ट स्क्वायर भएको भए त आउनु पर्थ्यो नि तिनीहरूको बिचमा, बट होइन। सो के हुन्छ सरी पर्फेक्ट स्क्वायर त्यता काम लाग्छ। बोल्दा बोल्दै अलिक त्यो भयो। पर्फेक्ट स्क्वायर यता चाहिँ काम लाग्छ है, यता काम लाग्छ, यसमा चाहिँ काम लाग्दैन पर्फेक्ट स्क्वायर। यसलाई के गर्ने बिचको टर्ममा के गर्ने स्प्लिट गरिदिने। बिचको टर्ममा के गर्ने स्प्लिट गर्ने कति चाहिन्छ हामीलाई। सो के गर्ने 5 × 7 ले के गर्ने मल्टिप्लाई गरिदिने 35 भयो। सो 35 भयो। यसलाई के गर्ने प्राइम फ्याक्टर मेथडले सल्भ गर्ने 7 5 35 5 1 5। सो यसलाई कसरी चलाउने 12 आउँछ। सो हेरौँ पहिला। सो 12 लेखेँ मैले 7 5 के भइहाल्छ 35 भइहाल्छ। सो त धेरै भइहाल्छ। 7 1 7 लिने प्लस यो 5 को 5 लिने 7 + 5 गर्दा के गर्दा 7 + 5 गर्दा के आउँछ 12 आउँछ र 7 × 5 गर्दा 35 पनि आउँछ। सो के भयो दुईटा नम्बर हाम्रो 7 + 5 भयो। के मैले प्लस गरेर भनेको सो 7 + 5 गर्ने। सो के गरेँ मैले 7 + 5 गरेँ प्लस माइनस प्लस के हुन्छ माइनस हुन्छ। 7 5 जा 7 प्लस माइनस के हुन्छ माइनस 7 × x 7x भइहाल्छ। अनि प्लस माइनस के हुन्छ माइनस प्लस के हुन्छ माइनस 7 × x 7x सरी 5 × x के भइहाल्छ 5x भइहाल्छ। प्लस जारे मैले 7 × 7 जारे। सो यो दुईटामा कमन के हुन्छ कमन लिने यति भइहाल्छ। 5 x कमन हुन्छ 5x - 7 बच्छ माइनस के हुन्छ यो दुईटामध्ये केही कमन छैन भने के कमन छ 1 लिनुपर्छ है। सो -1 कमन लिने 5x - 7 भइहाल्छ। सो x - 1 5x - 7 इज द एन्सर। सो अर्को मेथड के छ हाम्रो सेकेन्ड मेथड के छ हाम्रो कम्प्लिट स्क्वायर वाला मेथड छ। सो के गर्ने हामीले क्वेशन यति दिएको छ। सो यसलाई के गर्ने 5 हाम्रो पर्फेक्ट स्क्वायर होइन। सो के गर्ने यसलाई √5 5 भने के हो √5 × √5। सो मैले एउटा के गरेँ भन्दा एउटा √5 लिएर यसको होल स्क्वायर गरिदिएँ। के भयो यो √5 भने के हो √5 × √5 हो। सो यसलाई लेख्न मिल्छ। सो के गर्ने यसलाई √5 को होल स्क्वायर लेखेँ मैले x होल स्क्वायर लेखेँ माइनस बाँकी बचेको सेम छाड्दिएँ। सो अब के छ हाम्रो √5x मैले सँगै लिइदिएको होल स्क्वायर बनाउँ पर्फेक्ट स्क्वायर बनाउँ माइनस 2ab को फर्ममा लिने 2 लिए मैले फर्मुला छ नि त a² माइनस अब 2ab को फर्ममा लिने a कति दिएको छ हाम्रो √5x मैले लिएँ अनि b कति दिएको छ हाम्रो b बनाउनु पर्यो कति यता थप्दा 12 आउँछ है। सो 6 लेखेँ मैले 2 × 6 गर्दा आउँछ है। सो मैले त कति थपेँ 6 गर्दा कति आयो 2 6 12 आयो। बट एउटा एक्स्ट्रा टर्म के छ हाम्रो √5 सो के गरेँ मैले डिभाइड गरिदिएँ। सो यो जुन मैले एक्स्ट्रा टर्म लिएँ त्यसलाई के गरेँ 6 √5 लिएँ त्यसको के गरेँ होल स्क्वायर गरिदिएँ एकचोटि प्लस लिएँ एकचोटि के गरेँ माइनसले गरिदिएँ। अनि बचेको टर्म +7 छ +7 मैले लेखिदिएँ। सो केमा फर्मुलामा गइरहेछ यति टर्म केमा गइरहेछ हाम्रो यति टर्म फर्मुलामा गइरहेछ। सो a² - 2ab + b² सो के गर्ने a - b को होल स्क्वायर फर्ममा गयो माइनस बचेको टर्म लिने यसलाई के गर्ने सल्भ गरेर यति भयो। सल्भ गरेर डाइरेक्ट यति दिनु क्या क्याल्कुलेटरमा डाइरेक्ट यति दिन्छ है यति दिन्छ क्या डाइरेक्ट यति। सो -12 लिने यति भइहाल्छ सल्भ गरेर यति भयो। सो √5x - 6 √5 को होल स्क्वायर भयो माइनस यसलाई सल्भ कति भयो -36 + 5 के भइहाल्छ हाम्रो 1 भइहाल्छ माइनस अफ कोर्स ठुलो सानो लिने मैले भनेको छु माइनस भयो बाइ 5 भनेको कति हो √5 को 5 लाई कति √5 को होल स्क्वायर लेख्न मिल्छ नि। सो त्यही भएर मैले लेखेर के गरेँ 1/√5 को होल स्क्वायर लेख्दै मैले। सो अब a² - b² फर्ममा गयो। सो के गर्ने a + b a - b को फर्ममा लिने यसरी सल्भ गर्ने यसलाई सल्भ गर्ने -6 हो। सो के गर्ने अब a + b a - b को फर्ममा लेखिदिने अनि यसलाई के गर्ने सल्भ गर्ने। सो अब यति त सल्भ हुन्छ नि त हाम्रो के छ यता -6 + 1 डिभाइड बाइ के छ √5 छ। सो के भइहाल्छ -1 -5 -+1 भने के हो -5/√5 हो। सो मैले त्यही लेखेँ -5/√5। सो √5 को √5x मैले लेखेँ माइनस -6 -1/√5 कति भइहाल्छ -7/√5 हुन्छ। सो यसलाई कति गरेँ मैले यता लेख्दै यता के गरेँ मैले एलसिएम लिएँ यतापट्टि के गरेँ मैले एलसिएम लिएँ। सो यसलाई के गरेँ यसलाई यतापट्टि मल्टिप्लाई गरिदिएँ -5 -5 को मैले -5 लेख्दिएँ। सो √5x यसलाई के गरेँ यतापट्टि मल्टिप्लाई गरिदिएँ -7 भयो। एलसिएम लिनु त आउँछ होला नि त तपाईँलाई 2 - 1/2 छ भने कसरी लिने। सो त्यसलाई के छ भने के छ 1 छ। के गर्ने 2 र 1 र 2 को एलसिएम कति हुन्छ 2 हुन्छ 2 × 1 कति जा 2 हुन्छ 1 कति जा 2 हुन्छ 1 2 जा 2 हुन्छ माइनस 1 × 2 कति जा 2 हुन्छ 2 1 जा 2 हुन्छ। सो के हुन्छ त 4 - 1/2। सो यसलाई सल्भ गरेर यति लेखिदिने एन्सर भइहाल्छ हाम्रो 3/2 भइहाल्छ हाम्रो एन्सर। सो त्यसै गरी यसो पनि सल्भ गर्ने हो नि त यसलाई के गर्ने यतापट्टि मल्टिप्लाई गरिदिने -5 को -5 भइहाल्छ /√5 भइहाल्छ। सिमिलर तरिकामा यो पनि गर्ने। सो के गर्ने √5 × √5 के भइहाल्छ 5x भइहाल्छ x को x गरेँ माइनस को माइनस भयो 5 को 5 भयो √5 डिभाइड बाइ √5। सो यो दुईटालाई मल्टिप्लाई गरेर 5x भयो -7 को 7 भयो √5। सो यो यता के गरेँ मैले 5x - 5 मा के कमन आउँछ 5 कमन आउँछ मैले यति लेखेँ 22 बाँकी सबै सेम छ। अनि यो 5 को 5 लेखेँ मैले x - 1 को x - 1 लेखेँ 5x - 7 को 5x - 7 लेखेँ मैले तल के गरेँ भन्दा √5 × √5 गरिदिएँ दुईटा मल्टिप्लाई गरिदिएँ। सो 5 को 5 लेखेँ x - 1 को x - 1 लेखेँ 5x - 7 को 5x - 7 लेखेँ बाइ 5 × 5 कति हुन्छ √5 × √5 कति हुन्छ 5 हुन्छ। सो अब के भन्छ हाम्रो यो दुईटा के भयो क्यान्सल भयो यो दुईटा के भयो हाम्रो क्यान्सल भयो x - 1 अनि 5x - 7 भयो यो भयो हाम्रो एन्सर। सो बुझ्नुभयो होला इफ बुझ्नु भएन भने मैले आज पढाएको जति बुझ्नुभयो होला इफ तपाईँले बुझ्नु भएन भने कमेन्ट गर्नु होला म अर्को भिडियोमा फेरि बुझाउने छु। आजको लागि यति नै छिटै भेटौँला पार्ट 6 मा धन्यवाद।